झरले छपता सुस्तरी मनै सरर भरोसा छैन जीवनको बिताउ हाँसेर आज क्याम्पिङ लागिरहेको छौँ अनि क्याम्पिङ चाहिँ हाम्रो चाहिँ सप्तमी पहिले डाँडा या नगर अघि कहाँ हुन्छ गाडी साइडमा गाडीमा चाहिँ हाम्रो बाइकमा हावाहरू हाल्नुपर्ने छ अलिअलि आज हाम्रो साथी छ हिँड्दै गरेको अनि के चाहिँ खाँदै हो ल ओके हाम्रो दाइ चाहिँ बाइक बनाउँदै हुन्छ यहाँनिर है छिटो हालिदिनु न हावा चाहिँ छिटो हालिदिनु न के किनेको हौ केही त खाऊँ के छ यहाँ खानेको र तयारीमा अन्डै हो अन्डा खाऊँ न एउटा 10-12 जना राख्नु नि स्टाफ दिदी 10-12 जना त दुईवटा केटा चाहिँ भर्खरै आइपुगिसक्यो यता होइन अनि कसरी गएछ सामान यहाँ आउँदैछ अरे अब यहाँ चाहिँ 0 पोइन्टमा चाहिँ एकछिन साथीहरू बसेको थियो भाइहरूमा आइपुगिसक्यो अनि अलिअलि के पेट पूजाहरू गरेर अब यहाँदेखि हामी चाहिँ नन स्टप 2 घन्टा 2.5 घन्टा आज 2:20 गयो 2.5 घन्टा जतिमा हामी रवि पुग्ने प्लानमा लागिरहेछौँ लुगा हुनुहुन्छ हामी चल्दियौँ अब होइन मेरो साथी लङ्गडिया जिग्री मेरो भाइ चाहिँ मेरो ब्लगमा भाइ नयाँ भाइ हो गिटारिस्ट भाइ अनि यस पछाडि मेरो ठुलो काजी भाइ छ यहाँनिर एकदम चल्दो बोल्दो मेरो भाइ मेरो ब्लगमा साथीहरू सबैलाई सेवा लागिमै अब ल हामी दोकान भनेर आइपुग्यो अलिकति लामो घुट्नुपर्छ तर बाटो सजिलो छ रोक ओइ
निक्लिन्छ उता जाँदाखेरि भेल्टा जान्छ अनि अहिले हामी चाहिँ यहाँनिर यो यता हामी यहाँ अगाडि जाँदाखेरि पञ्चमी बजार छ पञ्चमीदेखि उता रबी त्यता जाँदैछु अनि यो बाटोमा चाहिँ हाम्रो पछाडि साथीहरू एकजना कन्फ्युज हुन्छ भनेर हामी त्यसलाई एकछिन पर्खिरहेको छौँ Every open road still feels the same, but I'm learning now it's okay to change. If I could rewind the nights, I'd tell myself I'll be alright. Find something you believe in. Find someone who will leave when everything यो दोकान बिहान हामीले पढाएको सामान चाहिँ यहाँ छ यहाँ आइपुगेको छ यो चाहिँ मेरो साथीको दोकान हो ठिकै देखिरहेको छ कतिको धुलो देखिएको छ अनि हेरिरहेको छ रवि बजार आइपुगिसकेको छौँ अनि यो सामान गाडी पठाएको थियो हाम्रो विवेकजीको दोकान अगाडि छौँ अनि ओ विवेकजी मेरो साथी मेरो एउटा साथी सिङ्गलाको म 3 मेरो साथी 5 भयो तपाईँको साथी 6 अर्को को चाहिँ को दाइ म्याट्रेसको यो कसरी हो मिटर I swore I'd block your number for good, but here you are texting me you up. I know exactly यसको अन्तिम दिन भोलि यार चाहिँ सप्तमीको र पविन भाइको घर छ यहाँ चाहिँ हामी आइपुगेको छौँ यहाँनिर अलिकति सामान पनि थियो हाम्रो नमस्कार आन्टी यस्तै ओइ आउँदिनु भएर पाउँछौ म लगाइदिनु हुने ल है पाहाडमा पनि है तल हामी झापामा होली नखेल्ने भनेर पाहाड आएको but we both know how the night goes. We talk a little then lose control. I tell myself I'm stronger now, but you smile once and it all falls down. You're a bad idea again, but I always let you back in. Every time I say I'm done, I'm lying. You walk in the room and I start trying. You're a bad idea again, and here I am at your door at 10. Guess I never learned my lesson. You're a bad idea again. Maybe one day I'll actually quit, but tonight I'm not over it. You say come closer. त्यो मेरो भाइ खुसी लाग्यो भेटघाट भयो सबैजनालाई यो ठाउँमा आइदिनु भयो आएर बस्नु होला रमाइलो गर्नु होला लाइट धेरै भयो सबैजनालाई स्वागत छ अब आउँदो दिनहरूमा पनि अझै राम्रो रहोस् तपाईँहरूले सोचेको कुराहरू पुरा होस् आएर इन्जोय गर्नु होला मजासँगले बस्नु होला अब हामी चाहिँ त्यसो भन्दै ब्याक टु घरतिर प्रस्थान गर्दैछौँ सबैजनालाई नमस्ते उहाँ चाहिँ हाम्रो भाइको सँग आउनुभएको चिन्तन गरौँ न म एलिसी राई हजुर ल त्यहाँ त्यता पनि आउनेछौँ कुनै दिन हामी त्यहाँनिर एकदम आउने उद्देश्यमा छौँ हामी चाहिँ अब यहाँनिर क्याम्पिङ आगोसागो बलिसकिसकेको छ अनि आफ्नो 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 धुन छ केटाहरू है सबै यो चाहिँ मलाई भाइले आधिकारिक रूपमा गिफ्ट लिइदिनु क्याम्पिङको लागि धेरै धेरै धन्यवाद भाइलाई भोगटे पनि लेखेको रहेछ भोगटे यो चाहिँ त्यसलाई खुवाउनु
ल हामी जङ्गलको बिचमा छौँ होइन लडी मरेको झुन्डी मरेको अवगति भइमरेको काँचो बायुसे जागित्रा सिमे भूमे नागनागिनी जति पनि आसेपासे जति पनि आश गर्ने छन् यी सबलाई हामीले भागभन्डा गऱ्यौँ है र हामीले यो एज अ प्रसाद लिन लाग्यौँ र यसबाट आउने दोष यो यसको हत्या हुँदाखेरि जुन किसिमको अपघात लागेको थियो त्यो पनि हामीलाई नलागोस् होइन यी सबैलाई शुद्धिकरण गर्दै हामीले यसलाई ग्रहण गर्ने अनुमति चाह्यौँ होइन हजुर ग्राउन्ड लिनु ल खोइ त ताली भाइहरू यहाँ हाम्रो टोली भाइहरू छ भाइहरूलाई अरे क्या उनीहरूकै गाउँमा हाम्रो यो अनप्लान भए पनि यो एकदमै रमाइलो भइरहेछ है अहिले चाहिँ भर्खरै हामीले स्न्याक्सको रूपमा सेकुवा अनि आलु पोलेर खाँदैछौँ होइन केही समय चाहिँ हामी अन्यलमा पनि यहाँ आएर के खाने भनेर भइरहेको र एकछिनपछि सबैजनाले आफ्नो जिम्मेवारी वहन गर्दै काम गरेकाले अहिले हामीले चाहिँ एकलट खाजा खाइसक्यौँ होइन तर आज खाना खाने चाहिँ प्रोग्राम हाम्रो छैन होला खानाका लागि चाहिँ उपवास नै हो तर खानाका अलावा अरू पनि धेरै अनि यहाँको अर्ग्यानिक सोमरस भोगटेको अब भोगटे भन्दा आजकल धेरैजना चाहिँ धेरैको दिमागमा क्लिक हुने भनेको महेश बस्नेत हो तैपनि अब हामी त्यतातिर भोगटेकै रक्सीमै ध्यान दिउँ होइन भोगटेको रक्सी एकदम अर्ग्यानिक छ नि यसले हल्का ट्रिप दिइरहेछ नि अहिले नेपाललाई भोगटेले ट्रिप दिइरहेछ हामीलाई चाहिँ भोगटेको रक्सी नेपाली गीत सङ्गीतको एकदमै लोकप्रिय सबैको मनमुटुमा बस्न सकौँ उहाँ अहिले यो संसारमा हुनु न उहाँ यस संसारबाट बिदा भइसक्नुभएको छ उहाँ हुनुहुन्छ नेपालको एकदम लेजेन्ड सिङ्गर स्वर सम्राट नारायण गोपालजी अनि उहाँकै स्वरमा रहेको अत्यन्त मिठो गीत कसरी म भुलेँ भन्ने प्रस्तुत गर्न गइरहेको छु अन्त अब उहाँको गीतलाई मैले कतिको न्याय दिन सक्छु सक्दिनँ होइन आफ्नो ठाउँमा छ र आफूले मेरो आफ्नो तर्फबाट चाहिँ एकदम गर्छु केही भएन कसरी तिम्रो ओठमा तिम्रो मुस्कानमा तिम्रो ओठमा तिम्रो मुस्कानमा आँखामा कि भाकामा पर लैजाऊ फुलहरू छप्पिदेऊ ताराजु बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू तिम्रो याद आउने सबै चिजहरू पर लैजाऊ फुलहरू देउरालीमा बतास देउरालीमा बतास बतास चल्यो बतास चल्यो बतास चल्यो ल सबैलाई आउने ल अब चाहिँ म त्यही खालको गाउँ ल कता जानु चलेछ बतास सुस्तरी मनै सरा भरोसा छैन जीवनको बिताउ हाँसेर
फ्रम सप्तमीको हिले डाँडा। हिजो चाहिँ हामी बेलुकी राति आइपुगेको थियौँ अनि राति आएर थोरै ज्यामअप गऱ्यौँ अनि त्यस पछाडि सुत्यौँ अनि अहिले चाहिँ मर्निङ भएको छ। यहाँको वेदर चाहिँ बिहान आकाश खुल्छ होला अनि यहाँबाट चाहिँ माथि कञ्चनजङ्घा कुम्भकर्ण अनि यहाँदेखि उयोसम्म देखिन्छ क्या सगरमाथासम्म यो रेन्ज हिमालय रेन्ज देखिन्छ अनि तर हामीले चाहिँ अब यो त्यो रेन्ज देख्नु पाइनौँ अनि सबैजना केटाहरू यहाँ सुतिरहेछ। यहाँनिर मेरो एउटा साथी यहाँ ढलिरहेछ अनि हाम्रो सर हुनुहुन्छ। हेलो सर, गुड मर्निङ। हाम्रो ठुलो काजी मेरो भाइ, ठुलो काजी भाइ, ठुलो काजी भाइ, गुड मर्निङ। हामी कतिखेर उठ्छौँ? उहाँको उठ्ने समय 8 बजे मात्र हो। अनि अब चाहिँ हामी यहाँनिर आगो फेरि बाल्दैछौँ, आगो पनि बाल्दैछौँ अनि हिजो गरे हामीले गरेको फोहोरहरू पनि यसलाई हामी सफा गर्नेछौँ। चिया पकाएर खाने भनेर चाहिँ सोच्नु हो सबैहरू। फाइनल्ली आगो पनि बाल्यो बिहान बल्लैले। हाम्रो मर्निङको म्युजिकल भइरहेछ बिहानै हामी। मेरो भाइले एकदम बिहान हिजो बेलुकी एकदम जामअप गराएको थियो, बिहान पनि एकदम जामअप गराइरहेछ होइन। त्यो रमाइलो भइरहेछ। झन्घुन्छ फनफन्ती झप्पै ठोकी लाहा छाप मायालाई सिल्बन अलिअलि सक्दो हामीले म्यानेज गऱ्यौँ हामीले आफै होइन, यहाँ आफूले गरेको फोहोर। अनि यो हाम्रो क्याम्पिङमा सम्पूर्ण हामीलाई साथ दिने मेरो भाइ छ भाइ, मेरो भाइ राजाले धेरै साथ दिएको, धेरै धन्यवाद। सप्तमीको मेरो भाइ हो होइन। के किन्दिनँ भनिसक्यो त जति नै पुर्खा पनि अरे केही किन्दैन अरे कस्तो किन्दिनँ भनेर हुन्छ हौ। अब कसैले दिए पठाउनु परेन यत्रो भनेपछि तिमीले। यसपालिको क्याम्पिङ हाम्रो यस्तै रह्यो अनि आकाश खुलेन। अब अगाडिपट्टि पनि हामी यत्रो धेरै सामान भएको कारणले गर्दाखेरि उता कहीँ पनि घुम्न पनि नजाने भनेर अब सिधै सामान प्याक गरेर हामी ब्याक टु होम हुँदैछौँ। यो सामानहरू फेरि हामी सप्तमी एउटा भाइले गाडीमा हालिदिन्छ अनि हामी सक्दो सामान चाहिँ हाम्रो सामान लगेर जानेछौँ। ओके, सी यू एनदर ब्लग।
पहिला रेडी गर्नु कसरी हिँड्नु हो बिग्रेको बाइक छोडेर चाहिँ कसरी हिँड्नु पहिला तपाईँ रेडी गर्नु न भरे बन्दैन भने त्यही भन्दै यहाँ चाहिँ अब हामी रवि बजारमा चाहिँ पाँचथरको रवि बजारमा अनि एकदम ताजा ताजा कुद्दै गरेको भालेलाई टक्क पक्रेर त्यसलाई न्याक्क पारेर यसको सुप चाहिँ खाँदैछ यहाँनिर आई लभ चिकन गर्दैछौँ आई लभ चिकन भन्दै साथीहरू चाहिँ यहाँ एकदम स्पिडमा